मलामी कोदुमा आज भदौ 8 गते ताङतिङ गाउँको मेरो बहिनी धनकाउरी बित्नुभयो। उहाँको मलामी हेर्नुहोस्, अब कति धेरै मलामीहरू छ। यो स्कुटीहरू चौधमा भएको सबै मलामीहरू हो। अनि यो अहिले मैले यो कति त तल चेन घाटतिर गइसक्यो मलामीहरू। यो लेको पोजु हो, लेको पोजुसम्म पुगेको। अनि आफ्नो माइत चाहिँ फ्रेममा है। अब सिलेसको यो के अरे ताङतिङको हो अहिले हाल पोखरा रानी कौवा। यो धेरै दुःख कुरा बिचरा अब कलिलै उमेरमा बित्नुभयो। त्यही भएर अहिले यो मलामीहरूको कुरा गर्नु पर्दाखेरि यो जुनै समाज पनि जुनै खालको मलामी भन्ने हुन्छ। अब मलामीको किन मलामी भन्छ भन्ने अर्थ हुन्छ, गुरुङ भाषामा किन भोतु भन्नेको अर्थ हुन्छ है। त्यही भएर यो समाज पहिला एउटा गाउँमा एउटा मुखिया थियो अरे, धेरै पैसावाला। समाजको काम पर्दाखेरि ऊ कहिल्यै नजाने पैसा पठाउने, अनि मर्दा पर्दा पनि ऊ नजाने पैसा पठाउने गर्थ्यो अरे। एक दिन उसको घरमा मान्छे बित्यो। मान्छे बित्दाखेरि अनि गाउँलेहरूले जनताहरूले ऊ समाजमा कहिल्यै नआउने पैसा पठाउने। अहिले हामी पनि उसको घरमा मान्छे बितेछ र हामी कोही पनि नजाऊँ, हामीले पनि पैसा पठाऊँ भनेर भन्दाखेरि उसलाई समाज नभइकन नहुने भएको हुनाले त्यो दिनमा अब मलाई माफ गर्नु, आइन त मैले समाजमा हिँड्ने गर्छु, तपाईहरू गाह्रो नमान्नु, मेरो मान्छे बितेको छ आइदिनु पर्यो भनेर फेरि समाजले क्षमा गरेर उहाँ गएको मलामीमा गएको। अथवा उहाँ अब कोहीले केही काम कोहीले केही काम गर्नुपर्ने हुन्छ, म त गर्नुपर्ने हुन्छ होइन। त्यही भएर त्यस्तो हुन्छ भन्नेको अर्थ के होइन, जोसुकैले पनि समाज चाहिन्छ, गाउँ टसौँ चाहिन्छ होइन। त्यही भएर यो मलामीको लहर छ अहिले। अब यो सबुत यहीँ छ, प्रमाण यहीँ छ। कति धेरै मलामीहरू छ है, कोही त तल धेरै गइसक्यो होइन। त्यही भएर जे जस्तो चाहिएन भने तापनि समाज चाहिँ चाहिन्छ, गाउँठाउँ चाहिन्छ, भाइखलो चाहिन्छ है। सबै मलामी यो छाता ओढेर आएको लाइन चाहिँ सबै मलामीहरू कोदुमा कोही ताङतिङ गाउँबाट आएको, कोही सिलेस गाउँबाट आएको, कोही खिलङ गाउँबाट आएको, कोही कुनै गाउँबाट आएको, कोही यहीँ पोखरामै भएकोहरू अब इष्टमिष्टहरू समाजहरू सबै गरेर यो कोदोहरू मलामीहरू आएछ। यहाँदेखि त्यहाँको छाता ओढेर आउनेहरूसम्म सबै मलामी हो। अब यो मलामीको बारेमा पछि मैले एउटा भिडियो बनाउने छु। अहिलेलाई समाप्त गर्छु भिडियो।